यो यहाँ राख्नु त नत्र गाइजहरु चाहिँ हामी पिकनिक आएका छौँ राम्रो खतरा क्या है हरियाली हामी आज त्रिभुवन पार्क पिकनिक आएको हो बढिया विशेष खाजा बोकेर हिँडेको छ म अन्डा एकदमै मान्छे पनि अन्डा मान्छेले नि अन्डा बोक्यो यता लाग्नु पर्छ हामी पनि लाग्छौँ हरियाली छ के भने अहिले बुझिन हो भात बिना चामल बिना तरकारी खाँदैन भात बिना बाहुबली अरे तपाईँ अन्डा नै ठिक छ क्या अन्डा बोक्नु न तपाईँ अन्डा बोक्नु अन्डा ठिक छ तपाईँलाई अन्डा ठिक छ तपाईँलाई अन्डा बोकेर कस्तो लागिरहेको छ पर्दैन नि त्यो हुन्छ होइन त्यो हुन्छ नि अन्डा बोकेर चाहिँ कस्तो भइरहेछ कस्तो भनौँ डर पनि मानिरहेको छु फुट्छ भनेर तर खुसी पनि मान्दैछु कि मैले बोकेर ट्याक्सीमा लग्दाखेरि सबैले खानु पाउँछु भनेर भन एकदम राम्रो छ महिमा भएको जय मसी अनि गाइस अनि उता संगतिको लागि रेडी भइरहेको छ हाम्रो अनि यता खानपान पिन सबै अनि म यता संगति कति बजे हो सुरु के छ ठिक छ कस्तो लागिरहेछ एकदमै राम्रो अब मण्डलीको राम्रो बनेर म हजुरको भाउजू उहाँ मेरो भाउजू टोल्टिना मेरो पनि भाउजू अब रेडी हो दुर्बिन कहाँ पैसा खोइ पैसा छैन मसँग दुर्बिन जायो दुर्बिन यही हो खाने हो सबैले नखाने हो
भाँचिँदै गर्नु अन्डा पायो ब्रेडहरू त्यो अन्डा डबल नलगाऊ यहाँ पनि छ I'm on diet. That's why no bread. अन्डा चाहिँ यहाँ छ. किनभने तैले टेकेको ठाउँ पवित्र छ भनेर परमप्रभुले भन्नुहुन्छ। त्यसपछि जुत्ता पकाउँछ अनि त्यहाँनिर वार्तालाप भएको कुरा हामी देख्न सक्छौँ। त्यहाँनिर बातचित भएको छ। ए मसा अब मैले तँलाई चुनेको छु, त जा मेरा जातिहरू मिश्र देशमा छ, गएर निकाल भनेर भन्दाखेरि मैले कसले पठाएको भनेर भनौँ त भन्दाखेरि म हुँ जो म हुँ भन्नेले पठाएको। जा गएर भन्। कस्तो प्रकारको नाम हेर्नुहोस् त, अचम्मै छ नि होइन? नाम के अरे? म हुँ जो म हुँ भन्नेले पठाएको छ, जा गएर भन् भनेर मसा त छक्क पर्छ। त्यही गएर भन्न जान्छ अब होइन। त्यसपछि यो खण्डबाट हामी विशेष गरेर म तपाईँहरूलाई फोकस म गर्न खोजेको कुरा के हो त भन्दाखेरि यही म बताउन चाहन्छु। म हुँ जो म हुँ भन्नेको कुरा आज हामी मेरो शीर्षक आज हामीले शीर्षक यही नै कुराहरू हेर्नेछौँ र विशेष गरेर अनि म हुँ जो म हुँ भन्ने यहाँ परम प्रभुको आवाजलाई चाहिँ येशू प्रभुले चाहिँ त्यहाँनिर अनि समात्नु भएको छ है। येशू प्रभुले म हुँ जो म हुँ भन्ने कुरा आफूलाई चाहिँ होइन उहाँले चाहिँ प्रमाणित गर्न खोज्दै हुनुहुन्छ। त्यो कुरालाई आफूले यहाँनिर स्वीकार गर्दै हुनुहुन्छ नयाँ करारमा आएर। म त्यो कुरा तपाईँलाई फोकस गर्न चाहन्छु। उहाँले भन्दै हुनुहुन्छ म नै हुँ। पुरानो करारमा परमप्रभुको नाम के थियो त? म हुँ जो म हुँ। तर लास्टमा नयाँ करारमा आएर पनि येशूले भन्दै हुनुहुन्छ म हुँ जो म हुँ, म हुँ, म हुँ भनेर चाहिँ परमेश्वरको पुत्र मात्रै हो उनी होइन। मार्था र के अरे यहाँनिर मरियम र योसेफको छोरा हो मात्रै भनेर चाहिँ मानिसहरूले भन्दै थिए। यिनी के त्यही हामीसँग हिँडुल गर्ने योसेफ र मरियमको छोरा होइनन् र भनेर त्यसरी पनि कुराकानी गरिरहेका थिए। तर येशू ख्रीष्ट परमेश्वर हुनुहुन्थ्यो, पुरानो करारको परमेश्वर, यहोवा परमेश्वर, म हुँ जो म हुँ भन्ने परमेश्वर नै येशू प्रभु हुनुहुन्छ। त्यो कुरा येशूले यहाँनिर प्रमाणित गरेको कुराहरू हामी देख्न सक्छौँ।
है। हामी यौना 6:35 पद हामी हेरौँ है। 6:35 पद हामी यहाँनिर हामी हेर्नेछौँ प्रभु येशू ख्रीष्टले। अनि यहाँनिर 6:35 मा के भन्दै हुनुहुन्छ त्यो कुरा हामी हेर्नेछौँ। 6:35 मा प्रभु येशू ख्रीष्टले के भन्दै हुनुहुन्छ तपाईँले हेर्न सक्नुहुन्छ। उहाँले भन्दै हुनुहुन्छ म नै के हो, तपाईँले भन्नुहोस् म नै, सबै पढ्नुहोस्, म नै जीवनको, अझै आवाज आएन, म नै जीवनको रोटी हुँ भनेर तपाईँले भन्नुहोस् है। ल फेरि पनि म पढ्न चाहन्छु। मैले भनेको ठिकै हो, म भन्नुभएको छैन सुरुमा, के भन्नुभएको छ? यौना 6:35 मा चाहिँ हामी हेर्छौँ भनेदेखि यहाँनिर भनिएको छ येशूले तिनीहरूलाई भन्नुभयो जीवनको रोटी म हुँ भनेर भन्नु चाहिँ मैले उल्टो भने त म होइन। यहाँनिर जीवनको रोटी, जीवनको रोटी यो चाहिँ येशूले भन्नुभएको थियो। जीवनको रोटी म अथवा म नै जीवनको रोटी हो, एउटै भन्न खोजेको चाहिँ येशू प्रभुले भनेको छ। म 35 पदमा आएर कुरा गर्नुभएको छैन, तर उहाँले अनन्त जीवनको कुरा गर्दै हुनुहुन्छ। हालेलुया। उहाँले अनन्त जीवनको यहाँनिर कुरा गरेको हामी देख्न सक्छौँ। प्रभु येशूले आत्मिक भोकलाई तृप्त पार्न र सन्तुष्ट पार्न आफूलाई जीवनको रोटी भन्नुभयो। हालेलुया। होइन के गरे प्रभु येशूले आत्मिक भोकलाई, बुझ्नु भएको छ? आत्मिक भोक भनेको माछा र रोटी खाएर हुँदैन। आत्मिक भोकबाट हामी तृप्त हुनको लागि अहिले पकाएको ब्रोइलर कुखुरा खाएर चाहिँ हामी तृप्त हुँदैनौँ। अहिले बेलुका फेरि भोक लाग्छ, फेरि अर्को मासु चाहिन्छ, फेरि अर्को के चाहिन्छ। बुझ्नु भएको छ? गरी मुक्ति पाऊ है यीशु नाम हो है वहाँको। तो करो जय जयकार, तो करो जय जयकार, तो करो जय जयकार, तो करो जय जयकार। कौन है? कौन है राजाओं का राजा? कौन है दुनिया का बादशाह? कौन है
करो जय जयकार, तो करो जय जयकार, तो करो जय जयकार, तो करो जय जयकार।
बादशाह कौन है राजाओं का राजा कौन है दुनिया का बादशाह यीशु है उसका